नत्र भने आफैले किन्ने भने नलेखौँ। हुन्छ, धन्यवाद छ। र 8 नम्बरमा विविधमा आइसक्यौँ हामी। विविधको कमा जग्गा उपलब्ध गर्ने सम्बन्धमा छ। मैले निर्णयार्थ पेश गरेको छु। धरान उपमहानगरपालिका वडा नम्बर 3 स्थित शङ्खधर मार्ग जेसिस लाइन टोल विकास संस्था पासा सैनिक खल धरान 3 भिरकुटी पाखा गिद्धे डाँडा र विजयपुर जलाधार 3 धारे संरक्षण खानेपानी उपभोक्ता समितिबाट धरान 3 स्थित भिरकुटी टोल पाखामा पर्ने गौरी कुवादेखि पूर्वपट्टिको खाली ऐलानी जग्गामा विजयपुर 3 धारे संरक्षण खानेपानी उपभोक्ता समितिको सामुदायिक भवन तथा नेवार जातिको कुल भीमसेन मन्दिर निर्माणका लागि वडा कार्यालयबाट जग्गा उपलब्धका लागि सिफारिस गरे बमोजिम उक्त स्थानको ऐलानी प्रति विवाद रहित जग्गा है नगरपालिकाको नाममै रहने गरी होइन, त्यो उसलाई चाहिँ नामसारी गर्ने गरी चाहिँ होइन, हाम्रै संरक्षणमा चाहिँ संस्थालाई जग्गा उपलब्ध गराउँ कि भन्ने कुरा मैले राखेँ। जग्गा कति हो भन्ने कुरा चाहिँ यकिन भएन है। फेरि 1 बिघा त होइन होला नि, 15 धुर भनौँ है। गढीमा 15 धुर, गढीमा 15 धुर बोल्ने विचार एकछिनमा आउँछ यो सकेर त्यसपछि तपाईँको 5 घन्टा बोल्ने आज छिटै छ, चाँडै छ, 1 घन्टा ल। अब खमा जाउँ है। एकछिन शान्त रहिदिनको लागि अनुरोध गर्दछु। खमा विद्यालयको नामको पछाडि दाताको नाम थप गर्ने सम्बन्धमा धरान उपमहानगरपालिका वडा नम्बर 15 मा सञ्चालित जनता आधारभूत विद्यालयको भवन ज्यादै पुरानो जीर्ण भएकोले उक्त विद्यालयमा पठन पाठनमा समस्या भइरहेको हुँदा धरान उपमहानगरपालिका वडा नम्बर 2 निवासी श्री राजेश अग्रवालले आफ्ना मातापिताको नाममा पुरानो जीर्ण भवन हटाएर 5 कोठे पक्की भवन निर्माण गरिदिएकोले शिक्षा नियमावली 2059 संशोधन सहित 2071 को नियम 154 को 2 ग र 3 मा व्यवस्था भएको व्यवस्था अनुसार विद्यालयको नामको पछाडि भगवती नन्द थपका लागि विद्यालय व्यवस्थापन समितिको निर्णय साथै नगर शिक्षा समितिबाट समेत सिफारिस भई आएको हुँदा स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 11 को ज को 8 अनुसार उक्त विद्यालयको नाममा जनतापछि भगवती नन्द थपी जनता भगवती नन्द आधारभूत विद्यालय कायम गरौँ भन्ने छ। धन्यवाद। गमा छ विधा स्वीकृत गर्ने भन्ने छ होइन। धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा अन्तर्गत कार्यरत कर्मचारी अनमी 5औं तहका श्री डम्बर कुमारी कार्की होइन, तपाईँको चाहिँ त्यो संख्या नम्बर त्यहाँ छ ले मिति 81/9/25 गतेबाट 84/9/25 गतेसम्म 3 वर्षका लागि अध्ययन विधा स्वीकृत गरी पाऊँ भनी दिएको निवेदनको सम्बन्धमा सम्बन्धित महाशाखाको सिफारिस समेत आधारमा स्थानीय सरकार सेवा गठन तथा सञ्चालन ऐन 2080 को दफा 120(4) बमोजिमको अध्ययन विधा दफा 124 क अनुसार मिति 81/9/25 गतेदेखि लागू हुने गरी 3 वर्षको अध्ययन विधा स्वीकृत गरौँ कि भन्ने छ।
अध्ययन गर्न विराटनगर जाने अरे होइन भएको सकेपछि यहाँको पालो अनि यो एजेन्डा सकिएपछि अनि अरू एजेन्डाहरूमाथि छलफल गर्ने आर्थिक सहयोग भन्ने छ आर्थिक सहयोग त्यहाँ लेखिएकै छ कतिको दिन दिने हो भन्ने बारेमा भन्ने बारेमा चाहिँ हाम्रो 8 नम्बर वडाको अध्यक्षज्यूले प्रस्ताव गर्नु छ आज चाहिँ ल प्रस्ताव चाहिँ तपाईँले गर्नुहुन्छ आर्थिक सहयोगमा चाहिँ अध्यक्षज्यू राख्नु हजुर यो एउटा छुटेछ र यसमा मैले राख्नु परेको छ त्यो किनभने हजुरलाई निवेदन हामीले दिएको थियौँ 6 महिना अगाडि हामीले एउटा बिरामी अत्यन्तै हेपाटाइटिस सी बिरामी डी लागेको बिरामीलाई चाहिँ हामीले प्रेरणा क्रियामा राखेको राहतले त्यो उपचार वा त्यो ट्रेनले गरिदिएको हामीले यो आर्थिकको लागि चाहिँ एउटा निवेदन दिएको थियो हाम्रो सिर्जना नियम हामीले लगाएर राखेको तर उसको नाम चाहिँ यहाँ अहिले आएन नआएपछि त्यो पैसा तिर्न बाँकी छ 60,000 जस्तो त्यो अस्ति नै दिइसक्यो होला होइन दिएको छैन दिएकै छैन अनि यो चाहिँ आएन छ नआएपछि यसलाई मैले आज यसको लागि चाहिँ त्यो उपचारको लागि त्यो बाँकी पैसा चाहिँ राखेको एउटा संस्थाले उपचार गरिरहेको छ भने एउटा जीवित मान्छेलाई चाहिँ एउटा मरेको मान्छेलाई जीवित पार्ने चाहिँ संस्थाले गरिदिएको छ कहाँ गर्दा फाइल मेरो साहब पनि दिएको छ मलाई दिएपछि त मैले तोक्ला प्रशासनलाई दिन्छु के अरे होइन कार्यपालिका पेश गर्नु भनेको चाहिँ हामी सुधार यस्तो हुन्छ कि कतिवटा आयो भन्ने कति कार्यक्रम सम्झाउँदैन तपाईँको त्यो एउटा कि लागेर चाहिँ हामीले लगेर राखेको संस्था त्यो संस्थाले 6 महिनासम्म ट्रिटमेन्ट गरिदिएको तर त्यो पैसा संस्थाले अहिले पाएको छैन र हामीले निवेदन हालेको थियौँ हजुर त्यसको नाम चाहिँ यहाँ आयो ठिक छ यसो गरौँ न त्यो पनि खोजेर आजैको बैठकबाट अनुमोदन गरौँ होइन खोजेर फाइल भेटाइयो भने भेटाइएन भने त फेरि पेश पहिला हुन्छ ल कति सहयोग गर्ने त्यो तपाईँले प्रस्ताव गर्नु भनेको छु मैले यहाँ कति गर्ने त तर अनुमोदन फेरि अरूले गर्नुहुन्छ अब त्यसलाई कसरी सम्बोधन गर्ने शिवछटा मन्दिरको पनि प्याज बनिसकेको छ बाटोको स्टुडेन्ट बनिसकेको हुनाले के अरे शरीर त्यो पनि एउटा निर्णय ल खालि निर्णय चाहिएको मात्रै छुटेछ तर अघि भन्नु पनि अब तपाईँले त्यो अहिले अब के अरे यो बैठक सक्ने कसरी लिखतमा आउनुपर्छ होइन अस्ति पनि त कुरो राखेको थियो सर मैले पनि राखेँ त्यो बैठकमा लाने भन्नुभयो अस्ति चाहिँ तर त्यो त फाइलमा आउनु पर्यो नि त तपाईँको लेटर आउनु पर्यो अनि न मैले तोक्ला त्यो त पुरै मात्रै भएछ नि त जस्तै यसरी आइसकेपछि मैले अब म बिरामी आएँ लाग्यो सकिनु कि क्याम्पस चाहिँ बनाउनु फोन आयो त्यो कुरा चाहिँ होइन मैले यहाँ समापन गरेको छैन त्यो बिरामी आएको पछि समापन गरेँ है त मैले ल
साइन गरेर जानु सबैलाई दिनु न आफ्नो वडाको विषय बोल्नुहुन्छ नि शाखा प्रमुखहरू वाडा सचिवहरू कार्यपालिका सचिव सम्पूर्णलाई एकपृष्ठ नमस्कार। हामी पैसा छैन भन्छ हामी नगरपालिकामा। राज्यले अहिले पैसा नभएको अवस्था भनेर करमा 90%सम्म छुट दिइरहेको अवस्था छ, 94%सम्म। अब हामीले पनि जस्तो व्यवसाय दर्ता गरेको छ उसको कसैको दर्तै गरेको छैन, डाइरेक्ट राजस्वमा गएको छ, उनीहरूलाई पनि नगरपालिकाले यो असार मसान्तसम्म एउटा छुट दिएर उनीहरूलाई 2 वर्षको दर्तै नगरेकोलाई 1 वर्षको 2 वर्षको राजस्व लिएर सिफारिस दिने एउटा प्रावधान ल्याउनु पर्यो र भएको यो व्यवसायहरूलाई दर्ता गरेको छ, व्यवसाय चलाएको छैन। हामी वडामा हेरेर उनीहरूलाई पनि 2 वर्षको लिएर बन्द गर्ने एउटा प्रावधान गर्यौँ भने हामीलाई यो 2 महिनाको अन्तरमा हामी पनि करोड रुपियाँ उठाउन सक्छौँ भन्ने अनुमान लागेको छ र यसलाई कलको छुट ल्याएर एउटा प्रावधान ल्याएर जनतालाई राहत दिनुपर्छ। इन्सुरेन्सले पनि छुट दिइरहेको छ, ब्याङ्कहरूले पनि अहिले ब्याज दरमा छुट दिइरहेको छ, राज्यले छुट दिइरहेको ठाउँमा हामी स्थानीय सरकारले जनतालाई छुट दिने कि नदिनु। जस्तो वडामा त किन हुन्छ हामीसँग बन्द गराउनु। अब 13 लाख रुपियाँ थियो, त्यहाँ त मैले 40,000 तिर्न आएँ, अब मेरो यहाँ 50,000 छ, कति तिर्न हजुर म त तिर्न सक्दिनँ भन्छ। हेर्नु चाहिँ स्थिति उहाँको तिर्न सक्ने स्थिति पनि छैन। वडाको त स्थिति अब जनप्रतिनिधि वडालाई वडा अध्यक्षलाई पनि थाहा हुन्छ। अब गरिदिन सक्ने हाम्रो हातमा ठाउँ पनि छैन। यसलाई चाहिँ कार्यपालिकामा ल्याएर एउटा निर्णय गरेर एउटा छुटको व्यवस्था गराउनुपर्छ र जनतालाई राहत दिनुपर्छ। नगरपालिकालाई राजस्व पनि उठ्छ, पैसा नभएको बेला राज्यले दिइरहेको ठाउँमा हामी स्थानीय सरकारले पनि छुट दिनुपर्छ भन्ने कुरा राख्न चाहन्छु। यो अहिले 9 नम्बर वडाको वडा अध्यक्षज्यूले भन्नुभएको कुरा जसले व्यवसाय गरिराख्नु भएको छ, तिरिराख्नु भएको छ, त्यहाँ लागु हुँदैन यो कुरा, उहाँहरूले तिरि नै राख्नु भएको छ। तर जसले व्यवसाय गर्नुभयो, बिचमा व्यवसाय छोड्नुभयो, 500 वर्षदेखि व्यवसायहरू छोडिराखेको छ, तर उहाँहरूको नाममा पैसा चढिराखेको छ। उहाँहरू त्यो तिर्ने पक्षमा पनि हुनु, तिर्न सक्ने स्थितिमा पनि हुनु। 6 वर्ष भइसक्यो होटल बन्द गरेको, सानो होटलहरू अथवा कुनै सानो फेन्सी गाउँतिरको दोकानको कुराहरू 6-7 वर्ष बन्द भइसक्यो, पैसा चाहिँ चढिराखेको छ। 60-70 हजार 1-1.5 लाख रुपियाँ उहाँहरूको चढिराखेकै छ। कमसेकम यो पैसा तिरेर छुट दियो भने त्यो पैसा तिरेर उहाँहरूले आफ्नो व्यवसाय बन्द गर्नुहुन्थ्यो। कमसेकम त्यो नआउने पैसा त आउँथ्यो नि त। त्यसैले त्यसको लागि चाहिँ हाम्रो यो स्थानीय सरकारले त्यो एउटा आम पब्लिकलाई, व्यवसायहरूलाई जसले दोकान सञ्चालन गरेको छैन तर उहाँहरूको नाममा दोकान छ, हाम्रो रेकर्डमा दोकान देखिन्छ, पैसा चाहिँ वर्षैमा चढिराखेको छ, तर पैसा नगरपालिकालाई, स्थानीय सरकारलाई आम्दानी चाहिँ छैन। किनभने उहाँहरू दोकानै गर्नु भएको छैन, तिर्न सक्ने अवस्थै छैन। तर ल अब बन्द गर्नुहोस्। बन्द गर्नुको लागि यो महिनासम्म चाहिँ यसरी नगरपालिकाले चाहिँ स्थानीय सरकारले छुट दिएको छ, यति छुट दिएको छ। यो चाहिँ सुवर्ण अवसरलाई चाहिँ सदुपयोग गरौँ भनेर हामीले एउटा अवसर दियो भने त्यो गुमिसकेको राजस्वहरू पनि आउँछ र जनता पनि अब चाहिँ म राज्यलाई तिर्नुपर्ने एउटा मुक्त भयो भन्ने उसलाई पनि एउटा शान्त हुन्छ भन्ने मलाई लाग्छ। यो कुरा हस्त नगर प्रमुख स्तरीयबाट पनि एउटा पत्र सायद देख्नु भएको छ होला, यो तारबार घेरा गर्ने सम्बन्धमा यो बडो एकदमै राम्रो कुरा उहाँले गर्नुभएको छ। यो मैले विगत वर्षदेखि पनि मैले वार्तालाप शाखालाई भनेको थिएँ, तर उहाँले एउटा नोटिस मात्रै जारी गर्नुभयो, त्यसलाई तल्लो तहसम्म चाहिँ पुऱ्याउनु भएको थिएन। अहिले नगर स्तरीयबाटै, नगर प्रमुख स्तरीयबाटै यो यसको भनौँ न यसको उयो थालनी गर्नुभएको छ। तर यसलाई चाहिँ म के भन्न चाहन्छु भने यसलाई चाहिँ तल वडासँग सप्रेसन गर्नु पर्यो र आफ्नो वडाबाट चाहिँ वडा अध्यक्षज्यूहरूले पनि त्यो आफ्नो वार्डमा भएका खाली जग्गाहरूलाई चाहिँ तारबार घेरावरी गरेर राख्नु हुन अनुरोध पनि गर्नुपर्छ जस्तो मलाई लाग्छ। यसले चाहिँ अब सौन्दर्यीकरणदेखि लिएर अन्य कुरामा पनि यसले राम्रो गर्छ। अर्को कुरा यो सँगसँगै जोड दिइराख्दाखेरि चाहिँ प्राइभेट सेक्टरलाई मात्रै होइन, गभर्मेन्ट सेक्टरको जग्गा जमिन पनि तारबार गरेर राख्नुपर्छ जस्तो मलाई लाग्छ। किनभने यसको उदाहरण चाहिँ अन्य ठाउँहरूमा चाहिँ छ, तर यसलाई चाहिँ हामीले हाम्रो ठाउँबाट पनि किन एउटा इक्जाम्पलको रूपमा किन नगर्ने भन्ने पनि मलाई लागेको छ। होइन, यसले चाहिँ गभर्मेन्ट प्लस प्राइभेट सेक्टर दुईटैलाई चाहिँ
चाडबाड घेराबारी गरेर राख्नुपर्छ भन्ने जस्तो मलाई लाग्छ। अनि यो सँगसँगै जोड्दाखेरि चाहिँ मैले अर्को कुरा चाहिँ के जोड्नु चाहेँ भने सब यो डान्स सेन्टरहरूको जुन एउटा छ यसले चाहिँ बिहान पख बिहानै एउटा ठुलो ध्वनिमा चाहिँ एकदम होइन यो डान्स सेन्टरहरूले चाहिँ त्यो डान्स के अरे म्युजिकहरू एकदम लाउड म्युजिकहरू चाहिँ बजाउने गरेको पाइएको छ। यसलाई चाहिँ अब हामीले बैठकबाटै एउटा नियम बनाएर जाने हो वा परिपत्र गर्ने हो वा जरिवाना गर्ने हो, यो तिनवटा मध्ये चाहिँ एउटा चाहिँ गर्नुपर्ने जरुरी देखियो। एका बिहानै नानी केटाकेटीहरूले पढ्ने समय रहन्छ वा भनौँ एउटा गीत भजन सुन्ने समय रहन्छ। यसलाई चाहिँ अब तर बिहानै चाहिँ के देखिन्छ भने मर्निङ वक गर्ने मान्छेले पनि ड्याङ ड्याङ डुङडुङ सुनिराख्ने र छिमेकीले पनि ड्याङ ड्याङ डुङडुङ सुनिराख्ने यो डान्स सेन्टरको यो लाउड म्युजिकलाई चाहिँ एउटा हामीले नियम बनाएर जाने हो वा परिपत्र गरेर जाने हो वा जरिवाना गर्ने हो। यसलाई चाहिँ एकदमै डान्स दिँदैन, यसलाई चाहिँ एकदम ध्यान आकर्षण गर्नु मैले चाहेँ। यसलाई चाहिँ आजैबाट यो तपाईँले कसरी हुन्छ परिपत्र गरेर यसलाई चाहिँ कार्यान्वयन नल्याइदिनुहुन्न भनी म कुराहरू राख्न चाहे। मेरो साथको ध्यान आकर्षण गराउन चाहे। लामो समयदेखि एक किसिमको पीडामा रहेको त्यो समुदाय जसले क्षतिपूर्ति स्वरूप अहिले राज्यले त्यसको संरक्षण र त्यसको हितका लागि विकासका लागि अनिवार्य रूपमा बजेट विनियोजन नै गरेर चाहिँ उनीहरूको विकासका लागि काम गर्नुपर्छ भनेर चाहिँ नीति नियम ऐन कानुन बनाएरै लादिएको दलित समुदायको अधिकार हाम्रो मेयर साहबबाट अलिकति कुण्ठित हुन गयो कि भन्ने हामीले बुझेका छौँ, ठानेका छौँ। दलित लक्षित कार्यक्रम भनेर रातो किताबमै लेखिएको कार्यक्रमहरू चाहिँ मेयर साहबले त्यो शब्द हटाइसकेपछि मात्रै चाहिँ म अगाडि बढ्छ भन्ने जस्ता अभिव्यक्तिहरू आएको छ भन्ने सुनिएको छ र त्यो शब्द हटिसकेपछि मात्रै अनि बजेट कार्यान्वयन हुन्छ भन्ने आएको छ। यसले दलित समुदायमाथि कुठाराघात गरेको हामीले ठानेका छौँ र दलित समुदायले पाउने अधिकारलाई चाहिँ कुण्ठित गर्न खोजिएको हो कि भन्ने हामीले अनुभूत गरेका छौँ। त्यसैले हामीले 13 र 14 गते गर्ने कार्यक्रम मेयर साहबको टेबलमा आउँदाखेरि मेयर साहबले त्यो कार्यक्रमको पछि हेर्छु भनेर थन्काइदिनु भएको छ। हामी 13 गते कार्यक्रम गर्ने तयारीमा बसेका छौँ र 14 गते पनि कार्यक्रम गर्ने तयारीमा रहेका छौँ। त्यसले गर्दाखेरि चाहिँ ती कुराहरूलाई अहिले जुन मेयर साहबले जुन तरिकाले कुराहरू उठाइराख्नु भएको छ त्यसले चाहिँ दलित समुदायमाथि अपमान भएको हामीले ठहर गरेको छौँ र त्यसलाई तुरुन्तै मेयर साहबले सच्याएर त्यो कार्यक्रम तय भइसकेको कार्यक्रमलाई कार्यान्वयन गर्नको लागि अनुमति प्रदान गर्नको लागि म मेयर साहबलाई ध्यान आकर्षण गराउन चाहन्छु। यो मेरो सिधै मैले अघि नै सम्बोधन गरिरहेको छु। मैले चाहिँ के भन्न चाहेँ भने नगर प्रमुखलाई फेरि बर्खायाम आयो चैत्र महिनाको आज 10 गते हामी मङ्गलबार मान्छेले फलबट त बनायौँ। मैले अघि नै साथीहरूले कुरा गर्नु भएको थिएँ एक वार्ड एक बजार चाहिँ माग भएन, तपाईँहरूको माग भएन भन्ने कुरो हुँदाखेरि वडा नम्बर 11 मा धेरै क्षति पनि भएको हुनाले नगर प्रमुख आफै सक्रिय भइ लाग्नु भएको सँगसँगै उहाँसँग म पनि खटेको हुँदा मैले त्यसको चासो पनि राखिनँ र मङ्गलबारेमा कलबट बन्दै गरेको हुँदाखेरि एक वडा एक पूर्वाधारको विषयमा त्यहीँ त्यतातिर मैले मागिराख्दाखेरि त्यसको अरू कुरा आउँछ होला भने मैले त्यसलाई माग गरिनँ। अर्को कुरो अहिले चाहिँ अब ठ्याक्कै कलबट त बनायौँ। कलबट बनाएपछि हामीले तल त्यो बाँसगाडीसम्म चाहिँ तुरन्तै ढल बनाउनु पर्छ होला भन्ने मैले चाहिँ सुरुदेखि राखेको र अहिले हामीले कलबट बनाएकोमा फेरि हामीले ढल त्यहाँसम्म पुर्याएनौँ भने विगतको भन्दा फेरि ठुलो क्षति होला कि भन्ने ठुलो चाहिँ के अरे शङ्का भएको हुँदाखेरि मैले नगर प्रमुखलाई चाहिँ मैले यो चाहिँ अनुरोध गरेँ। त्यसलाई तुरुन्तै हामीले काम सुरु गर्ने अवस्था रह्यो। र अर्को कुरो चाहिँ यहाँ तल अब अस्ति पनि एउटा परिपत्र त आएको थियो तर त्यो कार्यान्वयन भएको छैन। तल त्यो रिटिङतिर भित्रपट्टि एउटा बस्ती छ सानो गाउँ, त्यहाँ एउटा खाल्डो छ। त्यो खाल्डोमा मिस्किटी लगाइदिनु पर्ने भयो भनेर धेरैबाट मैले सिफारिस गरेका थिएँ र उहाँले मैले पुर्याएको पनि नगर प्रमुखले मैले दिएको छु भन्नुभयो। र त्यहाँनिर अहिलेसम्म त्यो त्यो खाल्डो नपुर्यायो भने पत्थर गरियामा चाहिँ नि त्यहाँ जान सक्ने अवस्था नभएको मैले देखेँ। यसलाई हजुरले ध्यानमा राखिदिए यसलाई चाहिँ के अरे नगर प्रहरीलाई खटाएर चाहिँ के अरे मिस्किटी त्यहाँ झारिदिने बाटो मिलाइदिनु म अनुरोध गर्न चाहन्छु। त्यसै गरी अब अहिले फेरि पनि बर्खा लाग्यो 11 नम्बर वडामा ठुलो भएको भन्दा पनि अलिकति विकट त्यस्तै चाहिँ नमिलो दुर्गमको दुर्गम मैले सबै भन्ने गरिरहेको छु। खानेपानीको साह्रै अत्यन्तै अनि कहिले कहिले हजुरले फोन उठाइदिनु भयो अथवा खानेपानीलाई पाइपमा जान समेत 2 दिन 3 दिनको पालो हुन्छ त्यतिखेर नआउँदाखेरि नै उनीहरू कराउने उनीहरूले मलाई भन्यो र मैले भन्दाखेरि हजुरलाई मैले फोन गरिरहेको हुन्छु र त्यतिखेर पनि चाहिँ के अरे राजु
पोखरेललाई भन्यो मेयर साहबलाई भन्नु पर्ने हुन्छ मेयर साहबलाई भन्दाखेरि मेयर साहब पनि अब कति कहाँ व्यस्तै हुनुहुन्छ फोन उठ्दैन यसलाई चाहिँ कसरी के अरे समन्वय गर्ने भनेर भन्दाखेरि हजुरले कुनै कुनैमा पानी नै खानु बन्द भयो भनेको बेलामा खानेपानी बोर्डबाटै चाहिँ गाडीमा भए पनि त्यहाँ ट्याङ्करमा भए पनि पानी उपलब्ध गराउने र त्यहाँ त्यो ठाउँमा दिइदिने भनेदेखि वैयत माग्ने कुरा हुँदैन अब त्यो आवश्यक भयो भने माग्ने हो त्यसलाई चाहिँ राजु चाहिँ पोखरेललाई भनेर हुन्छ कि हजुरले चाहिँ कसलाई चाहिँ भनेर हुन्छ कि उहाँसँग सम्पर्क गर्नुसम्म भनिदिनु भयो भने उहाँसँग सम्पर्क गरेर हामी खानेपानीको के अरे अभावलाई परिपूर्ति गर्न गरिन्थ्यो भन्ने अनुरोध गर्दै मैले धेरै राखेन यो धेरै मेरो त 6-7वटा ठाउँमा पानीको उयो छ मैले अस्ति नै आफ्नो वडाबाट पनि 3-4 ट्याङ्कर चाहिँ मैले पुर्याएँ तर पनि अब त्यसले मात्रै सम्हाल्नु हुँदैन यति भन्दा मैले यति मात्रै राखेँ अरू कुरो अन्य राखेन अझ मेरो साथले चाहिँ यो कुरोलाई आफै चाहिँ बुझिदिनुहुन्छ भने 11 नम्बर वडाको वडाध्यक्ष अन्य वडाध्यक्षहरूले जस्तै हाम्रो पनि त्यो चाहिँ असोजको 12 गते आएको अविरल वर्षाका कारणले गर्दा धरानको चाहिँ धरान 8मा रहेको त्यो 3 ढुङ्गे खोला वर्षा मात्रै भन्दाखेरि पनि 3 ढुङ्गे खोलामा चाहिँ अधिकांश वडाको चाहिँ ढलहरू 8 नम्बरको 3 ढुङ्गे खोलामा चाहिँ निकास गरिएको छ त्यसले गर्दाखेरि यी दुवै कारणले वर्षाका कारणले र अनि अन्य वडाको ढल पनि त्यही निकास गरेकोले गर्दाखेरि चाहिँ यसपालिको त्यो बाढी पहिरोले ठुलो क्षति भएको छ त्यहाँ चाहिँ 3 ढुङ्गे खोलामा त्यहाँ चाहिँ तपाईँको अत्यन्तै जोखिम त्यहाँ चाहिँ एउटा चाहिँ लाङ्गाली बाल विकास केन्द्र छ त्यो बाल विकास केन्द्र पनि झर्न लागिसकेको अवस्था छ र त्यहाँ अन्य 4-5वटा घर पनि झर्न लागिसकेको अवस्था छ त्यसले गर्दाखेरि हामीले चाहिँ त्यहाँको इस्लामिक सहित चाहिँ त्यो तत्काल चाहिँ रोकथामको लागि भनेर इस्लामिक सहित भनेर हामीले चाहिँ त्यो सबै इस्लामिक गरेर ल्याएर यहाँ बुझाइसकेको छ तर पनि अब अहिलेसम्म पनि 14 लाख बराबरको चाहिँ योजना त्यहाँ हामीले चाहिँ यहाँ बुझाएको हजुरको टेबलमा बुझाएका छौँ अब अहिले जुन एक वडा एक पूर्वाधार विकास भन्ने जुन चाहिँ हामीले शीर्षक छ अथवा सूत्रका हामीले एउटा कार्यान्वयन गर्ने र त्यो योजनाबाट चाहिँ अहिलेसम्म पनि किन त्यहाँ 8 नम्बर वार्डलाई परेन र अन्य चाहिँ तपाईँको अन्य वडाको ढल विकासको कारणले गर्दा त्यति मात्रै होइन तपाईँ हामी सबैजनालाई थाहा छ त्यो 3 ढुङ्गेको पुलै पनि भदेर त्यत्रो ठुलो जोखिम भएको छ त्यसले गर्दाखेरि यो कुरो चाहिँ तत्काल चाहिँ मैले चाहिँ कार्यपालिका बैठकमा पेश गरेको छु त्यो चाहिँ के कारणले गर्दाखेरि चाहिँ अब त्यो हाम्रो चाहिँ 8 नम्बर वार्डमा परेन यो कुरो चाहिँ मैले चाहिँ राखेँ।